सो अहिले बेलुकाको भ्यू यस्तो छ है। स्टार्ट गर्छौँ के बोल्छ अब केटाहरू गएन नि ढाकिदिनु सो अहिले बेलुकाको भ्यू यस्तो छ है। ट्याक्कर माथि जुन दामी टलसँग टलिरहेछ प्लस दामी दामी छ अहिले यतापट्टि चाहिँ आई थिङ्क भैँसीहरू के चलिरहेछ। यहाँपट्टि गोठ पनि रहेछ एउटा। सो भोलि सबै हामी भिजिट गर्नुपर्छ है भोलिको एपिसोडमा। दामी छ तर यहाँ छ केटाहरू तर बेलुका भइसक्यो हामी। कस्तो हुँदैछ खतरा भयो अँधेरो भइसक्यो। बिहान त्यस्तो घाममा हिँडेको अहिले हेरेन अहिले यस्तो अँधेरै भइसक्यो। सो अहिले अब माथि घरतिर गएर भिडियो गरौँ लाग्यो त। सो त्यही नै हो। भयो के भयो यसो हाम्रो सर फेरि के कस्तो लाग्यो? एकदम रमाइलो भयो। ठाउँ राम्रो छ। त्यो एकदमै साथीहरूसँग मिलेर आउँदा एकदमै रमाइलो भयो। जाडो छ एकदम जाडै छ रुगसको लागिरहेछ। बेलुका चाहिँ दामी दिएको छ। आवाज चाहिँ हामी प्याङ स्टार्ट गर्छौँ। प्याङ बढाउँछु के ठ्याक्क तलको छिटो आएको मिठो मासु पढ के भयो यहाँ पसिनी भात यस्तो जाडोमा नि के भयो त भन्दा ओके सबै जानु पऱ्यो जानु सक्छ उठो बिस्तारै सहीसँग भन गाह्रो भयो भन्छ तपाईँ चिसो भयो नि हुन्छ त यार रात दिए आगो फेरि तिमीले आइदी खुया नि आगो फुएर रिङ्गडा लाउँछु है मलाई रिङ्गडा लाग्छ। आगो फुएर रिङ्गडा लाग्छ त्यही भएर एकछिन हावामा फ्रेस भएर बस्छ न। के बोल्छ जुन पसिना चाहिँ नखाने उली आउन खोजे जस्तो जुन भएको गोलबाट खाने हो गोलबाट कहाँ हुन्छ कहाँ गोल फेरि दाजु यार कुरो सिरियस छ झन् कस्तो केटाहरू त्यो माथि दाइहरू छ होला अनि फेरि त्यसमा अब फर्स्ट टाइममा नागी पोखरी अघि गएको भयो नि देखेको भोलि अलिकति हुन्छ त्यो आँखा भोलि अहिले फर्किनु पऱ्यो नि दिजो गर्नु सासहरू पनि गाह्रो भएको खै त्यस्तो यस्तो के फेरि आएन नि त अनि के अरे यो देखिने फेरि खा यस्तो देख्दैन नि फर्स्ट टाइम हो फर्स्ट टाइम हो के मुनि बस्नु मान्छे टी सर्ट मात्रै लगाएर छ अनि ज्याकेट छौ छैन मुटुहरू त दुखेन होला नि तिम्रो त्यो उल्टे आउने टाउ दुख्ने अनि के भयो सास फेर्न गाह्रो भएको हुन्छ त नि लसुन तातो गरेर त्यो पोलेर खायो भने निको हुन्छ क्या मुटु त्यो मुटु काम होइन डुकडुक भयो छैन भयो तिमीले लसुन छैन भने है लसुन छैन भने खाइदिने ल कुशल त बाहिर बस्छ यहाँ त बाहिर बस्छ हामी सानो प्याकेट आउँछौँ क्या नि ल जाउँ सानो प्याकेट
के हो यो काँचो मासु बोकेर गइदिने हो यो यो मासु के गर्ने कडै सडै फाल्दै नि मासु दिएर भाग्यो ओए कुसले उड उड साउन्ड प्याक न रामसँग उड न यो सबैले ओइ के हो साउन्ड प्याक अर्दिन आइज न घाममा कि मोर धातिनु त के हाल्नु पर्यो के प्लान जान्नु ल हुन्छ हामी आउँदै गइदे जस्तो मेन गरेर आउँछु ल हामी कतातिर बस्छौँ तिमीहरू जाँदै गर उलाई जहाँ सजिलो हुन्छ उलाई जहाँ सजिलो लाग्छ त्यहीँ बस मुनि लाग्दैन कि अब ब्रेक भोलि त भएर पऱ्यो त त्यसले बास बोलायो नि त सुन सुन यो ढले कि चाँडै ढल्दैन यो ढले कि चाँडै पुरा केटाले हाँसी त ढल नभए कति नभए कति ओए के भयो ओए हाँसे यति गर्छ कुछ कति हाँसी म त बदी बाल्दैन क्या कुछ बाफ्रे बाफ डेन्जर साँच्ची कस्तो लाग्थ्यो थाहा पाउँछ कि जस्तो लागेको थियो होइन बहिनी आउँदैछ म यसो हेर्दैन हाँसिरहेको सरी यार केटा सरी अरू निसाएको ओ चाहिँ त निसाएको केटा अरे हाम्रो त होइन बिचरा टाउ त दुखी हाल्दै आइदिए सक्सेसफुल भयो होइन अब धेरै टाइम केटाहरूलाई अब फसाउनलाई होइन तर जानु फसियो होइन त्यो भयो एकछिन तपाईँहरूलाई होइन मलाई नआउनु भयो एकछिन पछि गर्नु दिन अघि उठ बस्दैन खोइ